जनताहरूलाई जय नेपाल नारायण नाम। यहाँ त माथि वाइल्ड भइसकेको रहेछ फोहोरको घोगाहरू। आफू छोरी भयो भए आफूलाई चाहिँ फोहोर बनाइ चाहिँ समाज चाहिँ यो पनि अघि लाग्यो डेन्जर सातवटा बिजी हुनुहुन्छ। गाह्रो त है। So red one will be for plastic, green one will be for glass, and this is like all the rest of the waste. हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। आज हामी विकास दाइ कहाँ जाँदैछौँ? आज हामी उही पोखरालाई एकदम सपोर्ट गर्नलाई सरसफाइ कार्यक्रममा जाँदैछौँ। हो ल, अहिले चाहिँ एकदम ढिलो भएको अवस्था छ। ओ विनुसा ल राज भाइ ल बस्नु विकास दाइ। ल केटाहरू ल है ल के भन्छ अरे, अब अलिकति अहिले एकदम समय हामीसँग छोटो छ। हजुर, त्यही कारणले गर्दा हामी डाइरेक्ट अब उता फिर्के पुलतिर पुगेपछि उहीपछि भेट्न पर्छ है त साथीहरू है। ल आज चाहिँ उही पोखरालाई सपोर्टका साथ हामी आउँदैछौँ है गाइस। उही पोखरा टिमलाई ल्याएपछि भेटेर सबसँग इन्ट्रोडक्सन गराउँछु म। हामी वडा नम्बर 7 हामी चाहिँ वडा नम्बर 7 बाट है उही पोखरा टिम हेर्नु होला अरे ल है त। ल लोकेसनमा हामी दर्दनाक हो। हामी चाहिँ लोकेसनमा आइयो ल है। हाम्रो केटाहरू मात्रै देख्छु त खै त नि अरू त अब बिस्तारै ग्यादरिङ हुँदैछन्। के अबिल दाइ आज हाम्रो कार्यक्रममा अब आइसकेछौँ के अरे हामी। अब देख्नु भयो के अरे फोहोरको हालत अब कस्तो छ मैले त्यहाँ हेर्नुहोस् जिसिबी लाउने हो दाइ। जिसिबी हो होइन ठिक छ। अब हामीले सकेको गर्ने हो के अरे। जति सक्छ त्यति होइन दाइ। ल अब अहिले चाहिँ हामी चाहिँ अहिले यति मात्र देखिरहेको छु कि हाम्रो केटाहरू मात्र सायद पारी पारी जम्मा हुँदै हुनुहुन्छ होला होइन अहिले ट्याक्क। अनि विगललाई यो विगललाई त यो बिपिन आज राम्रोसँग सफा गर्ने ट्याक्क है। हेर न सफा गर्ने जस्तो बा म वातावरण त थियो कि सफा गर्ने भनेरै आएको कि तर के गर्नु कि हामी भन्दा 6 जनाले यत्रो कसरी सफा गर्नु देखाउँछ। वडा नम्बर 7 बाट वडा नम्बर 4 मा चाहिँ हामी चाहिँ होइन अब आफूले सकेको योगदान होइन दिन चाहिँ आएको हो कि अब के कतिको सकिन्छ ल सके पनि ल ल ल ल ठिक छ। ल अब यहाँ हामी चाहिँ वडा नम्बर 7 बाट आएको छौँ के अरे। अब यहाँ वडा नम्बर 4 बाट अब को आउनुहुन्छ। अब सायद उही पोखरा टिम वडा नम्बर 4 छ कि छैन? म पनि एउटा कुरा व्यक्त गर्न चाहे। हाम्रो उही पोखराको प्रोग्राम भनेपछि अलिक टाइममा हुनु पर्यो कि। अब ठ्याक्क 10 बजे भनेपछि 10 बजे भनेपछि 10 बजे होइन कि अब टाइममा अलिक टाइममा आइदिनु पर्यो, टाइममा उस गर्न पर्यो होइन। अलिक टाइममा चाहिँ हामी चाहिँ अलिक सक्रिय हुनु पर्यो है। अब ल ल ल को हुनुहुन्छ? यस्तो हो क्या भाइ, यो त इट्स बेटर टु होइन बेटर टु गो 3 hours earlier rather than being 2 minutes too late. हो सही हो होइन त्यो हाँस्न पर्ने कुरा छैन। राम्रो 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 कुरा राम्रो कुरा अबिललाई it's better to go 3 hours earlier rather than being 2 minutes late. ल है त गाइज बिफोर यस्तो छ यहाँ छ अब होइन यहाँ यस्तो छ फोहोरहरू यस्तो छ है। अहिले आफ्टरमा कस्तो हुन्छ हेरौँ है त। वेलकम दाइ वेलकम ल ल दाइ हेलो दाइ ल नमस्ते दाइ वेलकम दाइ वेलकम। ल मैले चाहिँ दाइको भिडियोमा चाहिँ देखिरहेको थिएँ कि आज म पनि सबैको हुन पाएँ है। मेरो भाइलाई नि सपोर्ट गर्नु पर्यो है सोसियल मिडियामा। ल ठिक छ ल आज कस्तो हुन्छ मैले तपाईँहरूलाई अब बिफोर देखाइसकेँ आफ्टर कस्तो हुन्छ है हेरेर साथ दिन पऱ्यो है।
हाइट्स ल हाम्रो यहाँ उयो ल You're welcome to reprogram once again. We hear that your flight was cancelled. Yes, yes, That's why we want to do some more clean up here. yes, yes. Okay. We Pokhara for cooperation with this. I'm very grateful for them. It's like the plan, future plan, because maybe our brother will stay here. It's not pointing on the trash, but let's do it for some, let's clean. It's like we don't need to wait for government. We can do it by ourselves, and we can make like every things you want to make starts in the mirror. And thank you, Pokhara, legends, and I would like to cooperate with you in the future. You are amazing. So आजको सामग्री तपाईँहरूले के गर्नु भएको छ ओडाले सामग्री प्रदान गर्छ क्या हार्ड ग्लोभ्सहरू गम बुटहरू होइन अनि बेला बेलामा उनीहरूले यो ट्रास बिनहरू पनि सप्लाई गर्छ अहिले चाहिँ मेरो ओडामा चाहिँ छैन भन्नुभयो तर मैले के भनेको छु भने हाम्रो मणिपाललाई नै त्यो ट्रास बिन राखिदियो भनेको छु कि र साइनबोर्डको लागि चाहिँ मैले एउटा कन्सल्टेन्सी छ त्यो एरियाको लागि मैले भनेको छु अन्त पनि चाहिन्छ भने त्यो कन्सल्टेन्सी त्यो साइनबोर्डहरू बनाइदिन रेडी छ कि खालि हामीले अब यहाँ फोहोर नगरौँ भन्ने एउटा मिलाएर लेखेको हुन्छ होइन तपाईँहरू एउटा आफ्नो उमेरमा हिँड्ने मान्छे होइन आफ्नो उसमा एउटा रेस्पोन्सिबिलिटी लिएर जुन सरकारले लिनुपर्ने रेस्पोन्सिबिलिटी हो स्थानीय निकायले लिनुपर्ने अथवा यहीँको लोकलले लिनुपर्ने रेस्पोन्सिबिलिटी तपाईँहरूले लिएर अगाडि बढ्नुहोस् उहाँ पनि अझ होइन उहाँलाई देवतालको इनिसिएसन गर्नुभयो पनि उहाँले जस्तो लाग्छ मलाई उहाँलाई त झन् हामीले क्रेडिट दिनुपर्छ हामीलाई त लाजको कुरा होइन बेजेत हो नि जस्तो एउटा विदेशी आएर हाम्रो यो गरेको छ त्यो भएर अनि अहिले अरू दुईजना बहिनीहरू पनि मर्निङ वाक जाँदा भेट भयो यसरी फेसबुकमा लाइभ गरेर मैले मेरो त्यो लाइभमा धेरै त आउनु भएको थिएन त्यो सुनेर दुईजना बहिनीहरू आउँदै हुनुहुन्छ कि त्यो बाटेपाटीतिरबाट हो सही हो दामी त अब केरा हानेर यस्तो फोहोर उठाउनु पर्छ कि फेरि डाइट खानु न डाइट खानुपर्छ मेरो लागि हेर्न त्यहाँ गम्बुट लाएर दिन्छ नि दाइ चाहिँ बेस्ट होइन गरिदिउँ हामीले नि के गरौँ आफ्नो ओडामा भन्ने डे वानदेखि नै तपाईँ एकदमै उयो पोखरालाई एकदमै राम्रोसँग एप्रिसिएट गरिराख्नु भएको छ आजको दिनसम्म आइपुग्दाखेरि चाहिँ उही पोखरा हामी सबैको हो हामी पोखरेलीको नै हो भन्ने कुरालाई हामीले अगाडि बढाउँदै जाँदाखेरि आज 9 नम्बरमा पनि हामी मिटिङ बसेर आयौँ होइन त्यहाँ पनि एकदमै राम्रो रेस्पोन्स भयो जस्तो लागिरहेको छ दाइ होइन अब किनभने अब हामीले कन्सिस्टेन्सी चाहिँ हुनु पऱ्यो दाइ यो भयो भने इफेक्टिभ हुने मैले देखेँ दाइ होइन अब कन्सिस्टेन्सी भएन भने त अब यस्तो क्लबहरू कति आए कति गए होइन संस्थाहरू आए गए होइन अब अरूलाई मैले जोड्न खोजेको त होइन तर हामीले कन्सिस्टेन्सी गर्दै गयो भने चाहिँ हुन्छ अब पनि हामीले नै आफ्नो ओडामा केही नयाँ कुराहरू होइन गर्ने साथमा भनेर हामीले नै अब त्यसरी प्रिपेयर हुँदैछौँ होइन अब अफकोर्स उही पोखरा त जोडिन्छ साथै अरू साथीभाइहरू पनि जोडिन्छ थ्याङ्क यू हस् ल थ्याङ्क यू भाइ थ्याङ्क यू ल गाइस हामीले बोलाउनु भन्दा नि होइन आफै आउनुको राम्रो है सर सबैलाई भनेको मैले विदेश पढ्यो र माइकल नाना भनेपछि सबैले मलाई राम्रोसँग चिन्नुहुन्छ हामी वडा नम्बर 7 र 8बाट आएको यी पोखराको प्रोग्राममा राम्रो प्रोग्राममा जस सरसफाइ कार्यक्रममा पार्टिसिपेट हुन आएको त्यस हजुरहरू पनि इच्छुक हुनुहुन्छ भनेर आइदिनुहोस् होइन प्रोग्राम सक्सेस गरौँ राम्रो गरौँ अरूहरूलाई म्यासेज दिउँ होइन केही गरौँ यति भन्दै सबै ल hello guys. Good, perfect. हाम्रो नि एउटा चाहिँ विकल्पको चाहिँ फेस राखेर झन्डा बनाउँदा कस्तो होला हुन्छ यो पनि त उस हुन पऱ्यो नि त किनभने अब हाम्रो वडा नम्बर 7 को चाहिँ सेक्युरिटीको उहाँले लिन खोजिराख्नुपर्छ होइन त्यही भएर उहाँलाई एउटा झन्डा बनाउनेमा केही भन्दै कस्तो खाले झन्डा वडा नम्बर 7 हामी चाहिँ कुनै पार्टीलाई नै रिप्रेजेन्ट गर्ने होइन ओन्ली हामी पोखरा होइन पोखरा हामी पोखरालाई
ल है त गाइस ल ल ल दाइ ल इन्स्टातिर त दह्रो देखिरहेको थियो कि है लाइभ भेट्न पाएँ ल यहाँ केटाहरूलाई ल भिन्टेज हुड होइन ल टिकटकतिर इन्स्टातिर देखिरहेको थिएँ आज लाइभ देख्न पाएँ यत्तिको सपोर्ट चाहिँ हुनु पऱ्यो है केटाहरू है ल सपोर्ट नै होइन जे गर्नुहुन्छ जसो गर्नुहुन्छ हामी त सपोर्टिभ छौँ ल ठिक छ गर्नु बाटो लागिनु पर्यो क्या बाटो देखाउनु पर्यो त्यही हो सही हो यत्तिको सानो उमेरमा यत्तिको गरेको केटाहरू सबजना रेडी हुँदै यहाँ होइन सब यहाँ ल खतरा किन हान्न पर्छ है बहिनीहरू है ल अब त स्टार्ट भएको हाम्रो स्टार भयो के अरे अब ट्याक्क सरसफाइ कार्यक्रम स्टार हुन लाग्यो अब ट्याक्क अब हामीले सरसफाइ कार्यक्रम गरेको छौँ अब फेरि सरसफाइ कार्यक्रम यी पोखराले गर्छ भन्दैमा फेरि आउँदै फ्याल्दै उस गर्दै त्यो चाहिँ कृपया नगरिदिनु होला र हामीले गरेको कामहरूबाट केही सिक्नु होला र यहाँ फोहोर फाल्न र उस गर्नलाई चाहिँ एकदम कृपया अरूहरूलाई चाहिँ नदिनु होला यति भन्दैमा मेरो दुई शब्द ल वाइल्ड फोहोर है गाई चाहिँ अघि पनि देखाइसकेँ मैले तपाईँहरूलाई होइन देख्न सक्नुहुन्छ यस्तो फोहोर छ अब हाम्रो चाहिँ अब फोहोर किन्नको लागि जस अघि सुरुमा आउँदा त अब थोरै देखेँ त है जम्मा हुँदा हुँदा यत्रो धेरै भइसक्यो ल अन्त के भन्ने अब यस्तो कामहरू गरेर हिँड्नु छ ल उहाँ सुरु भइसक्यो रहेछ है ल दामी ल लभली ल ठिक छ ल जाउँ चाहिँ के हुन्छ कस्तो हुन्छ हेरौँ के भन्न सक्छु र होइन I have like small instructions for you because we will separate plastics, glass, and other waste. So red one will be for plastics. Green one will be for glass. And this is like all rest of the waste. Okay, you know there is like for example, we need to save space in the bag. So that means if you find bottle, you will remove the air, or just you know put the liquid out, remove the air, and just like you know we need to save space. So this is like only instruction like this. We will collect all the waste here in this area. I also hope after some time we will. माइकले भन्न खोजेको यस्तो यति बोतल भेट्नुभयो भने यसलाई चाहिँ हामीले यस्तो गर्नुभयो भने र अनि यसलाई यसरी बन्द गर्नुभयो भने हाम्रो स्पेस कम खान्छ हैन अनि हाम्रो यो पनि अलिकति जोगिन्छ भन्न खोज्नु भएको के बुझ्नुभयो नि Yeah, thank you. It's like that's it. It's only instruction I can get you. Thank you guys for coming. Thank you, V Pokhara. You are amazing. You are truly legend because you love your nature, love your country, and yeah, you are legends. Thank you so much, guys. नमस्ते दाइ
हामीले चाहिँ अब यो सङ्घमा चाहिँ हामीले 4 ठाउँमा चाहिँ सरसफाइ गरिसक्यौँ होइन हजुर त्यसमा सब हाम्रो साथीभाइले गर्दा नै हाम्रो चाहिँ सब सक्सेसहरू भइरहेको छ आज पनि तपाईँहरू आइदिनु भयो त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद र हामी पनि आज पनि हामी एकदम राम्रोसँग सफाहरू गर्छौँ होइन हजुर र त्यही हो उहाँले भने जस्तै सेपरेट चाहिँ राखिदिनु होला है सिसा एउटा ठाउँमा बोतल एउटा ठाउँमा अनि अरूहरू चिज चाहिँ एउटा ठाउँमा गरेर 3 ठाउँमा हाम्रो 3टा कलरको लिएर आएको छ त्यो अनुसारले चाहिँ गरिदिनु होला र भ्याइसकेपछि सब हामी चाहिँ सँगै यहीँ बस्ने है एकछिन है सबै नजाने होइन सबैले काम भ्याएर ल गयो भनेर चाहिँ नजानु है बस्नु होला अनि सबै बसेर एउटा फोटोसोटो खिचेर सबैको एउटा केही होइन ल धन्यवाद यस मेरो भाइ ल प्लिज मैलाहरू चाहिँ हातले एकदमै झ्याम नगर्नु है त्यो निडलहरू त्यो काट्ने कुराहरूले चाहिँ त्यो चिटानस है हरेक इभेन्टमा चाहिँ चिटानसको सुई लाउनु परेछ क्या हाम्रो साथीहरूलाई है त्यही भएर केही न केही काठहरूले चाहिँ कलेक्ट गर्ने अथवा साबेल छ हामीसित होइन त्यसले चाहिँ कलेक्ट गरेर राख्दैन अनि जम्मा गर्छ कि है यस्तो पन्जा चाहिँ चाहिएको छ एकजनालाई है त्यहीँ कसैले युज गर्नुभन्दा भने बाक्लो खालको चाहिँ त्यहाँ फिल्डमा हुनेलाई चाहिँ दिनु है ओके लास्ट नट द लिस्ट बाबु सुरु हुन्छ तिमी पछि सबैजनालाई नमस्ते मलाई जहाँबाट हेर्नुभएको सबजनालाई नमस्ते हामी पोखरालाई सफा गरौँ भनेर लागिरहेको छौँ सबै यङ युवाहरू छौँ होइन हामी सधैँ उपस्थित हुन नसकेला अथवा तपाईँहरूले सकेसम्म स्थानीय सरकार यो सरकारले ध्यान गर्यो भने हामीलाई यहाँ उपस्थित हुन नपार्ला भन्ने हामी अपेक्षा राख्छौँ किनभने नयाँ सरकार हामीले ल्याएको भनेको यो चिजहरूको चाहिँ संरक्षण गरोस् भनेर हो होइन सधैँ हामीलाई दुःख दिनुभन्दा अथवा केही मान्छेलाई चाहिँ तपाईँहरूले रोजगार दिनुभयो भने यसलाई यहाँबाट चाहिँ रोजगारको ठुलो सिर्जना देख्छु मैले होइन किनभने सबै बेरोजगार छ सरकारले अलिकति छुट्याउने बित्तिकै युवाहरूले रोजगार पाउँछ बजार सरसफाइ हुन्छ सरकारको मेन ध्यान जाओस् यो कुरामा है किनभने एउटा विदेशी साथीले हामीप्रति यत्रो ठुलो एउटा आशा जगाउनु भएको छ हामीलाई एकजुट गराउनु भएको छ अनि हामी सरसफाइमा लागिरहेको छौँ आशा छ सबैभन्दा ठुलो कुरो भनेको त फोहोर नफाल्नुहोस् आफूले खाएको चिजहरू खल्टीमा राख्नुहोस् होइन अनि यसरी कहिलेकाहीँ ल उही पोखराले चाहिँ यस्तो कार्यक्रम राखेको छ भन्दाखेरि आजसम्म यहाँ हामी कति नै होला 50 जना होला 100 जना होला तपाईँहरू पनि उपस्थित हुनुहोस् श्रमदान गर्नुहोस् आफ्नो देश आफूले बनाउने हो साथीहरू अरूको अपेक्षा गर्ने होइन आशा छ तपाईँहरू जसले पनि हेर्नुभयो अर्कोचोटि आउँदाखेरि तपाईँहरू सबैलाई यहाँ देख्न पाऊँ धन्यवाद मलाई एउटा मनी एक दुई शब्द भन्न चाहेँ है छैन यस अपिल नमस्ते मेरो नाम चाहिँ अपिल पाण्डे है उही पोखरालाई धन्यवाद छ यो कार्यक्रम गरिदिनु भएकोमा हामीले चाहिँ मैले एउटा सानो इन्स्ट्रक्सन मात्रै दिन चाहेँ किन हामीले चाहिँ यो छुट्टै गर्ने भन्दाखेरि एउटैमा हाल्यो भने मिक्स म्याक्स हुन्छ छुट्याउन नि पछि गाह्रो हुन्छ हामीले यहाँबाट छुट्टै राखिदियौँ भने जसलाई हामीले चाहिँ यो फोहोर पठाउँछौँ उहाँहरूलाई एकदम सजिलो हुन्छ उहाँहरूले उठाउन नि सजिलो हुन्छ भनेर चाहिँ यो छुट्टै गर्दा एकदम राम्रो हुन्छ है हुन्छ थ्याङ्क यू यति नै अट्याक लगेर अट्याक सेफ है सेफ केटा सेफ तपाईँले कि मैले त्यही भन्छ भनेर भिडियो बनाउनु भयो होला म कन्फ्युज भएर भिडियो बनाएको ल हेर मैले ल फोटो टिप्न पऱ्यो र भिडियो बनायो भने रिसाउलेर सबेर प्लास्टिक यता होला नि उता जान एउटा प्लास्टिकले तर म टिपाउँला कि है त्यो रातोमा के अरे दाइ ए ल हजुर उता अरूहरूले कालो नि बोकिरहेछ त्यो नि हो ल प्लास्टिकहरू उस गर कागज प्लास्टिकहरू मात्र हाल्यो अखिल भाइ
तलतिर जानुपर्छ जस्तो लाग्यो। अब माथिको सफा हुन्छ, तल सफा भइसक्यो, अब तलतिर जाऊँ। साथीहरूको पनि यसो भिडियो बनाऊँ। त्यो पनि हाम्रो माइकल दाईलाई हेर्नु न। माइकल दाई यो माइकल दाई त्यही हो दाई। छोप्दै ल रोके यार अपिल दाई र विकास दाई यार कति फोकस हो भनेको कि हाँडे आमा विकल दाई लभली यो त वरिपरिकै हो दाइ हेर्नु त फोर कस्तो यो चाहिँ एकदम नराम्रो चिज हो है सबै आउने है फाल्ने यहाँ दिस इज नट गुड के होइन हाम्रो घर पनि फोहोर छ हाम्रो टोल पनि फोहोर छ त्यही पनि होइन हामी चाहिँ के गर्न आएको त नि भन्दाखेरि चाहिँ अरूको चाहिँ टोल चाहिँ सफा गर्न आएको रत्नसोकलाई चाहिँ रिप्रेजेन्ट गरेर भाइ होइन यस्तो चाहिँ अब अर्को चिज नगरिदिनु र आज सबै सफा गऱ्यो भोलि बिहान चाहिँ यहाँ चाहिँ फेरि यस्तै खालको डस्टहरू जङ्कहरू भेट्यो नि त कोअपरेट गरिदिनु पर्यो फेरि यहाँ सरसफाइ गर्नलाई मान्छेहरू आउँदो रहेछ उस गर्दो रहेछ भनेर आज सरसफाइ फेरि भोलि यहीँ ल्याउने फ्याल्ने त्यस्तो चाहिँ कृपया नगर्नु होला र सकेसम्म फोहोर पनि नफ्याल्नु होला होइन त नि त होइन त्यस्तो गर्नु भएन है नि त होइन ए अब यहाँ के भन्छ अरे सरसफाइ गर्ने क्रममा होइन भातसात फाल्ने त कहाँ टाढोको मान्छे ल्याएर फाल्दा र दाइ त्यस्तो गरिदिनु भएन अब किनकि अब त्यो सबै अब पोखरा दुर्गन्धित भयो भने तपाईँ हाम्रै पोखरा दुर्गन्धित हुने हो होइन हो दाइ अब पहिला पोखरा कति राम्रो थियो भनेर चिनिन्थ्यो होइन अब अहिले अब दुर्गन्धित सहरको रूपमा परिणत भइसक्यो कि बिस्तारै बिस्तारै अब तपाईँ हामीले गर्दा नै हो मैले मात्र भन्दिनँ तपाईँले मात्र भन्दिनँ सबैले गर्दा हो दाइ अब एउटा विदेशी आएर यस्तो गर्नुपर्छ भनेर चाहिँ होइन एउटा विदेशीले गर्दैछ त हामी नेपालीहरू सबै बुझेर आउनुपर्ने हो कि नि त हो एउटा विदेशीको मार्फत अब विदेशीले त्यस्तो भनिसकेपछि अब हामी आफै लज्जास्पद भएर आउनुपर्ने हो कि लाज लाएर भने आउनु पर्ने हो कि खास के हो ल आमामा अखिल झोला ए मैले नि टिपी छ है फेरि भिडियो चाहिँ बेला बेलामा यो चाहिँ के हो यो यस्तो चाहिँ के अरे फङ्कु दाइ के अरे अपिल दाइ यहाँ पनि भेटेँ है मैले चाहिँ हुन त पहिल्यैदेखि यो चाहिँ केमा हो दाइ दाइ यो चाहिँ केमा हो यो देखाएको होइन दाइ यस्तो चाहिँ नगरौँ भन्ने सन्देश दिनु पऱ्यो क्या दाइ ओके त्यो नि हो देखाएको भन्दा नि यस्तो नगरौँ है भन्न खोजेको कि गर्नु बोलिदिनु राम्रै गाह्रो गाह्रो के हो यो ठाउँ छैन र ठाउँ छ नि यार के अरे नगरपालिका गाडी नि आइरहेको छ होला टाइम टाइममा आइरहेको छ नि 2-3 दिन घरमा राखे त भइहाल्यो नि बेसी तान्नु नपर्दैन त्यो अर्को त्यो उस पनि तान्दिन बोरै तान्दिनु त बोरै भरि लाउँछ कि भात नहीं जानना क्या हो गए गाह्रो त है भिडियो चाहिँ नठिक माइकल विकास दाइ ल सकेको त अवस्था है ल हेल्पिङ ह्यान्ड्स के हाते कामेको उसमा भन्दैको
हेर हात कहाँ मेरो दाइ यो उसले के गनाएर हो क्या गनाएर नमस्ते सम्पूर्ण जनताहरूलाई जय नेपाल नारायणम मेरो नाम चाहिँ अनुसा राणा म 7 नम्बर वडादेखिबाट चोरसानदेखि हो हाम्रो यति सुन्दर पोखरा किन हजुरहरूले बुझ्नुहुन्न युथ एउटा एउटा घरमा बामा बच्चालाई पठाउनु पर्यो सफा गर्नु पर्यो विदेशीहरू आउँछ कस्तो उनीहरूलाई कस्तो देश त राम्रो हो तर फोहोर देखेर छिछि धुर भन्छ अस्ति उहाँ नेपालकै मान्छेहरू हो गाडीबाट फोहोर फाले मैले खेद्दिएँ स्कुटरमा एउटा लिफ्टमा आएर खेदेर के गर्नुभएको भने मैले टिपेर मैले फाल्न लगाएँ त्यही हो त्यही भनेर सरसफाइमा ध्यान दिन पर्यो जय नेपाल जय नेपाल नारायण हरे कृष्ण हो ल राम्रो दामी दामी ल अखिल भाइ आज सरसफाइ अभियान एकदम राम्रो भएर दामी भइरहेछ नि होइन केटाहरूले होइन आऊ भनेको आएन त होइन अब मैले नि के भन्नु त नि होइन उनीहरूको दिमागमा जहिले के अरे घन्टामा जहिले घाम पलाउँछ नि होइन तब बल्ल हुन्छ त्यो नि ठिक ठगी लाग्यो डेन्जर साहब उता बिजी हुनुहुन्छ ठेक्रा सब यता हो यति फोहोर यति गनाएर सर भमिटै आउला ल उही पोखरा है एउटा यो चाहिँ अति नै भयो क्या डिस्पोज गर्नुपर्छ आगो लगाइदिनुपर्छ या पुग्नुपर्छ होइन यसरी ल्याएर यसरी फालिदिने होइन मान्छेलाई कोप्यो भने रेबिज आउन सक्छ त्यसलाई बिराउन सक्छ जे पनि हुनसक्छ नि त त्यो भएर यस्तो काम चाहिँ एकदम ब्याड है कोले पोकै किन्यो त फाल्न चाहिँ खालीलाई केही भन्नु छ भाइ एक पोका गन्ड किन्यो यार एउटा इज्जत पनि नभएको सेल्फ रेस्पेक्ट पनि नभएको मान्छेहरूको काम हुन्छ यस्तो भनेको चाहिँ है यो हुँदै भने यो चाहिँ एक्सपायर भएर होला यहाँ चाहिँ फाल्ने होइन कि एक्सपायर भयो नि भए पनि अब यसलाई एउटा डिस्पोज गर्ने तरिका हुन्छ नि त यसरी फाल्ने होइन नि त त्यो नि ठिक ल है अहिले चाहिँ ठगेको अवस्था यो विकास चाहिँ पसिना त चर 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 काम गरेपछि त आउँछ नि यो मेहनतको फल हो क्या मेहनतको फल हो कि होइन गरे नि त यार के छ मेरो दाइ ठिक छ भाइ ए थकी त मेरो दाइ कि त्यो गर्मी घामले नि हाने ल ठिक छ ल धेरै काम लाग्छ जस्तो मिसन सक्सेस हो ल यसलाई एउटा त्यो आँसी दिएर पठाएको बरु आसी काट्छौ निकल आसी माग नि त दाइहरू धेरै बोल्छ कि यार के यार भाइ यार तँलाई झन् माया गऱ्यो उस गऱ्यो विकल भाइ यार आई जस्ट गिभ यु फिङ्गर डोन्ट इट द आर्म्स विकल भाइ डोन्ट इट द आर्म्स यार विकल ए फङ्कु दाइ कति मेहनत गर्नुभएको दाइ हाम्रो दाइ हो कि सोसल वर्कर त पक्का पक्का होइन पक्का छ हेर्नु न दाइ क्यामेरामा खोजी भिडियो खिच्नु पर्ने विकल दाइ एकचोटि चाह गरिदिनु न त भिडियोमा विकल दाइ बस यहाँ क्या भुँडीदेखि आएर अखिल भाइ यस्तो तेल लगाइदेऊ मेरा क्लास पर्छ कि केही नि हुन्न अब सरसफाइमा हिजो एउटा ज्याकेट नि है यस्तो हुनुहुन्छ कि दाइ सरसफाइको लागि अहिले एउटा ज्याकेट फोहोर भयो नि केही हुन्न भने कि दामी ल मन सफा हुनु पऱ्यो नि ज्याकेट भन्ने चिज चाहिँ धोएर सफा भइहाल्छ नि यस्तो फोहोर फेरि ट्याक ट्याक्टिङ गर्दैन है कति फोहोर भएको दाइ
टेक्निक गर्नु लागि यो ज्याकेट केही नै होइन कि माइकको लागि आम्मा यार विपिन यार माथि सफा गरेर थकित भएर पानी पिउँदै क्या यता देखाउँदै मेरो एउटा नोटिस दिन्छु म जो पनि यो पर्साङ एरिया तथा यो फिर्के खोलाको छेउछाउमा बस्नुहुन्छ हामी पनि एउटा ह्युमन बिङ्स हो यो पनि एउटा नेचर हो यो पनि एउटा ह्युमन बिङ्सै हो हामी बाँचे यिनीहरू बाँचे यिनीहरू बाँचे हामी बाँच्ने तपाईँहरूले यस्तो दुर्गति यस्तो फोहोर व्यवहार गर्नुभयो भने पछि गएर तपाईँको नाति नातिनालाई हाम्रो छोरीलाई पर्ने भनेको आउने पिँढीहरूलाई पनि गाह्रो तपाईँहरू त बाँचिसक्नुभयो तपाईँहरूले देखिसक्नु पृथ्वी अरूले पनि देख्न सक्नु किनकि गो ग्रिन सेभ अर्थ हामीले चाहिँ हाम्रो वातावरणलाई सदा राम्रो राख्नुपर्छ त्यति भन्न चाहन्छु फोहोर नगर्नुहोस् फोहोर हुन पनि नदिनुहोस् यदि फोहोर भएको देख्नुहुन्छ भने सक्नुहुन्छ टिपेर हाल्नुहोस् सक्नुहुन्न तपाईँले लगेर त्यो आफ्नो गरेको फोहोर चाहिँ आफूले खाएको चाहिँ आफ्नो चाहिँ डस्टबिनमा हाल्नु 1बाट 2 2-0-4 गर्दै अगाडि बढ्ने हामी विकल यार आफू फोहोर भयो भाइ समाज चाहिँ के भन्छ सफा बनाइरहेको आफू हेर्नु पछाडि हेर्नु पछाडि देखाइदिनु त सक्छ कसैले यहाँ त माथि वाइल्ड भइसकेको रहेछ फोहोरको पोकाहरू होइन सबै भइरहेछ है ल विपिन ल दामी दामी ल यहाँनिर थुप्रो छ ल है क्लिन यो भिडियोलाई तपाईँहरूले पनि सेयर गर्नु होला धेरैजनासम्म पुर्याउनु होला ल अघिल भाइ बिफोर आफ्टर हेर्नु है नगरे के सम्भव छैन दाइ आफ्टर यस्तो भइसक्यो छ अझै हुँदैछ सरसफाइ होइन त्यही पोका पोका भयो त्यो चाहिँ हामीले यो फोहोरको पोकाहरू हो यो पोका उठाएर माथि ल्याइसकेपछि हरिक क्लिन हुन्छ होइन के हो भाइ ल ठिक छ ल फोहोर यहाँ पनि कलेक्सन हुँदैछ नगरपालिकाको गाडी बोलाउने कुरा छ के अरे बोलाएर होइन अघिल भाइ पठाइदिन्छ होला नि पठाइदिन्छ होइन आफ्टर हेर्नुहोस् यस्तो भइसकेको छ है देख्न सक्नुहुन्छ अब सबै कम्प्लिट तरिकाले त अब गर्न सकिँदैन होइन चल्देको थ्याङ्क यू सो मच गाइज एभ्रीवन ल है बिफोर एन्ड आफ्टर हेर्नुहोस् यस्तो भइसक्यो ल होइन अघिल भाइ ल अब चाहिँ अब चलिदिनु पर्ने हुन्छ बिस्तारै होइन दुईजना यहाँ इन्ट्री भयो है ल है दाजुभाइहरू दुईजना है दाजुभाइहरू ढ्याक्क है धोनीहरू आहा ल हामी चाहिँ उनीहरूले कुर्दै हो होइन दाइ ल र देख्नुभयो बिफोर आफ्टर सबै भयो ट्यागको होइन यताउति फोहोर सोर्ने गाडी चाहिँ उठाएर लैसक्यो यति भन्दै आजको लागि चाहिँ यो भिडियो यति नै तपाईँहरूले साथ सपोर्ट देखाउनु भयो भने यस्तै भिडियो ल्याउने कोसिस गर्नेछु भन्दै आजको लागि चाहिँ यो भिडियो सकियो नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त गाइस बाई बाई राम्रो हेर्नु होला ल बाई बाई